सुरुङ्गासम्म सुरुङ्गा पुग्नु लाग्यो। हाम्रो पाइलट सबै त हुनुहुन्छ। एसियन हाइवे सिट खाली छ, मान्छे बेसी रहेछ। जामुनखाडी जाने बाटो हो यो, झापाको जामुनखाडी। ल यस्तै छ बाटो। अब पाइलट देख्नु पर्ने, पाइलट देख्नु मेन पाइलट यता हो। अब त साइडमा बस्ने मान्छे हो। यहाँ आवश्यक जिरेको हो मान्छे। हाम्रो पाइलट यस्तै छ, मान्छे देख्नु हुँदैन, सिट खाली छ भनिहाल्छ। कोही देख्नु हुँदैन बाटोमा, सिट खाली छ है एउटा भन्छ। ल यस्तै छ है हाम्रो पाइलटको। यस्तै यस्तै हिँड्दैन अगाडि। सुरुङ्ग बजार आइपुग्नु आँट्यो है। सुरुङ्ग बजार आइपुग्यो। कुन पान खाने हो? गुवा पान खाऊ न। गुवा पान पाउँदैन? पर पाउँ खानु नि त। अनि सादा पान त के खानु? गुवा पान खानु बाबु। तपाईँलाई कहाँ थाहा खाउँ न, म त के भन्नु। ल है सुरुङ्ग बजार है। अब हाम्रो पाइलट गुवा पान खाउँ भन्नुहुन्छ। गुवा पान यहाँ पाउँदैन रहेछ। Suruङ्गा क्रस। सुरुङ्गा क्रस है। ठिक छ, एकदम ठिक छ, एकदम राम्रो। रमाइलो, धेरै रमाइलो। अर्कै आनन्द आउँछ नि। उस्तै उस्तै दुईजना उस्तै हिँडेको छौँ है आज हामीहरू। अब कन्याको खोजीमा भनौँ भने अलि अप्ठ्यारो हुन्छ। कन्या पनि होइन, बिहा पनि भएको छैन।
मायालाई भेट्नुलाई आजको यात्रा धेरै रमाइलो हुँदैछ दाजुभाइको माइदार आइयो कोटियो ल यहाँ हाम्रो कोटियो माई भगवतीमा आइयो है माई भगवतीमा आइयो दर्शन गरियो नयाँ सुरक्षित काम पुग्छ है हे भगवती दाजुभाइलाई एउटा कन्याको अर्थ भयो अप्ठ्यारो भयो अभाव भयो अब दुईजनालाई है तेरिका के गर्नु अब बेगरको छुइनँ भने पनि कसरी भन्नु उस्तै उस्तै हिँडेको छौँ है आज हामी दुईजना माइको पुल क्रस गरियो है के भन्छ ठाउँलाई चाहिँ माइदार यस्तै छ है हाम्रो यात्रा आजको दाजुभाइको यात्रा अब कन्याको खोजीमा नभनौँ बुढी कन्याको खोजीमा चाहिँ भयो हामीहरू ल हाम्रो यात्रा एकदमै रफ्तार अगाडि बढिरहेको छ हाम्रो यात्रा तमसम्मको हो पुरा ब्लक हो ल है हाम्रो यात्रा यति छ आजको सबैजना हेरिदिनु होला विशेष गरेर मेरो भाइको लागि है यो कन्याको खोजीमा चाहिँ भाइको कन्याको खोजीमा गएको म केटा यही हो आमा दाजु हो अब आज भन्ने अर्थमा हिँडेको हामीहरू कस्तो हुन्छ तपाईँ राम्रो हेरिदिनु होला मन परेमा सम्पर्क गर्नु होला
नाम पनि के हो यो भालु खोला अरे भालु खोला ल हामी भालु खोला आइपुग्यौँ है आजको हाम्रो रमाइलो यात्रा एउटा लामो भयो धेरै होइन लामो त बस्दैछ अहिले त मोबाइलमा